नमस्ते साथीहरू, फेरि पनि स्वागत छ यहाँहरूलाई शेयर बजारको अर्को एउटा नयाँ भिडियोमा। आइपिओ तथा शेयर मार्केट सम्बन्धी थप जानकारी पाउनको लागि हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। विगतको केही समयदेखि आइपिओ निष्कासन गर्ने कम्पनीहरूको लहरको निकै नै बढेको छ र त्यसै क्रममा आइपिओ निष्कासन गर्ने प्रक्रियामा अर्को एउटा कम्पनी आएको छ जसले आफ्नो पहिलो चरणमा आइपिओ निष्कासन गरिसकेको छ भने दोस्रो चरणको लागि आइपिओ निष्कासन गर्नको लागि तयारी गरिरहेको छ र त्यस कम्पनीको नाम रहेको छ प्योर इनर्जी लिमिटेड, जुन हाइड्रो पावर क्षेत्रको कम्पनी रहेको छ, जसले आफ्नो पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू तथा नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपालीहरूको लागि आइपिओ बिक्री खुला गरेको हो। यस हाइड्रो पावर क्षेत्रको कम्पनीको आइपिओ को बारेमा कुरा गर्नु पर्दाखेरि यस कम्पनीको जारी चुक्ता पुँजी जम्मा 80 करोडको 20% अर्थात रु 16 करोड रकम बराबरको प्रति शेयर अंकित मूल्य रु 100 को दरले 16 लाख किता साधारण शेयर सार्वजनिक निष्कासन गरी 1,60,000 किता आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाको स्थानीय बासिन्दाहरूलाई बिक्री खुला गरिने भएको छ भने 14,40,000 किता मध्ये 10% अर्थात 1,40,000 किता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरूको लागि 5% अर्थात 72,000 किता सामूहिक लगानी कोष अर्थात म्युचुअल फन्डका लागि र 2% शेयर अर्थात 28,000 किता शेयर यस कम्पनीका कर्मचारीहरूको लागि छुट्याइएको छ र दोस्रो चरणमा भने बाँकी रहेको 14,40,000 किता शेयर चाहिँ हामी आम लगानीकर्ताहरूको लागि बिक्री तथा बाँडफाँड गरिने भएको छ। पहिलो चरणको आइपिओ बिक्री तथा बाँडफाँड गरी सम्पूर्ण प्रक्रिया सकिसकेपछि हामी सर्वसाधारणहरूको लागि आइपिओ निष्कासन मिति तोकिनेछ। साथै यस कम्पनीको फाइनेन्शियल स्टेटमेन्ट अथवा वित्तीय विवरणको बारे छलफल गर्नु पर्दाखेरि यस कम्पनीको प्रति शेयर नेटवर्थ वास्तविक तर्फ आर्थिक वर्ष 78-79 मा 98.60 रहेको छ, 79-80 मा 99.27 र आर्थिक वर्ष 80-81 मा 96.45 रहेको छ र यस कम्पनीको प्रति शेयर आम्दानी अर्थात अर्निङ पर शेयर हालको वास्तविक आर्थिक वर्ष 80-81 अनुसार -2.75 रहेको छ र यस कम्पनीको 81 साल भदौ 13 गते केयर रेटिङ भए अनुसार केयर रेटिङ इक्रा नेपालले यस कम्पनीलाई केयर NP++ को रेटिङ प्रदान गरेको छ, जसले यस कम्पनीमा लगानी गर्दाखेरि मध्यम जोखिम रहने वहन गर्दछ। साथै यस कम्पनीको शेयर बिक्री प्रबन्धकको रूपमा नोबेल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ, जसले आइपिओ बिक्री तथा बाँडफाँड सम्बन्धी सम्पूर्ण प्रक्रियाहरू सम्पादन गर्नेछ र सर्वसाधारणहरूलाई यस कम्पनीको शेयर बिक्री बाँडफाँड भइसकेपछि दोस्रो बजारमा यस कम्पनीको ओपनिङ रेन्ज अथवा कारोबार हुने रकम यस कम्पनीको नेटवर्थ अनुसार अर्थात 96.45 रुपैयाँदेखि यसको 3 गुणा अर्थात 289.35 रुपैयाँसम्म रहनेछ। विगतमा थुप्रै माइक्रो लाइफ इन्सुरेन्स कम्पनीहरूले आफ्नो आइपिओ सर्वसाधारणहरूको लागि बिक्री खुला गरेको थिए भने भविष्यमा पनि थुप्रै कम्पनीहरूले आइपिओ निष्कासन गर्नका लागि सेभनको पाइपलाइनमा रहेका छन्, जुन सबै कम्पनीहरू सेभनको स्वीकृतिको पर्खाइमा रहेका छन् भने यस्ता कम्पनीहरूको संख्या 82 रहेका छन् र अब यस हाइड्रो पावर कम्पनीले आफ्नो आइपिओ हामी सर्वसाधारणहरूको लागि बिक्री तथा बाँडफाँड गरिसकेपछि यस प्रक्रिया अन्तर्गत नै सेभनले अरू थप केही कम्पनीहरूलाई आइपिओ निष्कासन गर्नका लागि सेभनले स्वीकृति प्रदान गर्नेछन् र हालको अवस्था अनुसार आइपिओ तथा शेयरमा लगानीकर्ताहरूको आकर्षण बढ्दै गएको देखिन्छ, जसमा विगतमा खुलेका माइक्रो लाइफ इन्सुरेन्स कम्पनीहरूको आइपिओ ओभर सब्सक्राइब निकै गुणाले भएका थिए, जसमा 20 देखि 21 लाख लगानीकर्ताहरूले आइपिओ मा आवेदन दिने गरेका छन्, जुन ओभर सब्सक्राइब भई आइपिओ बाँडफाँड गर्ने प्रक्रिया लटरी सिस्टमबाट हुनेछ। र साथीहरू, अब यस प्योर इनर्जी लिमिटेड कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा स्थानीय बासिन्दाहरूलाई आफ्नो आइपिओ
बिक्री वितरण गरिसकेपछि हामी सर्वसाधारणहरूको लागि बिक्री मिति खुला गरेको समयमा म फेरि अर्को भिडियो लिएर हजुरहरूमा आउने नै छु र यस्तै आइपिओ तथा शेयर मार्केट सम्बन्धी थप जानकारी पाउनको लागि हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरी भिडियो मन परेमा भिडियोलाई लाइक तथा शेयर समेत गरिदिनु होला।